पानी आइयो आज विशेष कार्यक्रममा हामी आएका छौँ सासु आमाको जन्मदिनमा आएको यो शुक्रबारको कुन ठाउँ रे यो उत्तर वाहिनी दाङ जिल्ला भराई उपमहानगरपालिका वार्ड नम्बर 7 मा अवस्थित उत्तर वाहिनी नदी बबई नदी उत्तर वाहिनी नानी चुवाई गरेर तल पुग्लाकै फेरि एकैचोटि हल्लिँदैछ के हो अरे बल्ल त छ नि यो के अहिले कस्तो कस्तो डराइन जस्तो होइन अलिक पर्छ मान्छे यसमा के डराउने या लाएर डर लाग्दैन डरको अगाडि जित्छ नि त होइन र ल जित्यो बाबुले उत्तर वाहिनी गङ्गाको महत्त्व महत्त्वसित देखेको छ अभिनय सुनिल तिमी आउँदैछौ ओ त्यो उपलक्ष्यमा यहाँ देख्नुको नाम यो उपलक्ष्यमा कोबाट त्यहाँ अप्ठ्यारो भयो त त्यही भएर मैले कृषि निकाल्नलाई थिएँ वानसवादायाः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगं शान्तिः सामा शान्तिरेधि हैन मान्छेले के गर्छ
आउँछन् पार्टी गर्छन् उ गर्छन् तर यो सोचेर चाहिँ यो निकायमा आउनु हो होइन यस्तै हामीले यस्तै आउनुहुन्छ घोराइबाट पनि वर्षगाँठको उसमा होइन उपलक्ष्यमा अथवा केही पितृको सम्झनामा त्यो चाहिँ अब हाम्रो एउटा दानको यो एउटा गहनाको रूपमै भनौँ न गुरुकुल एक मात्र छ पूर्वतिर गयो भने धेरै गुरुकुलहरू छन् यसैले होइन कसरी हुर्काउने भने आजसम्म धेरैबाट यसको लागि हुन्छ आगामी दिनमा पनि यस्तै होइन हजुरहरूको साथ सहयोग रहोस् शुभ होस् मङ्गल होस् यो चाहिँ हवन हुन्छ नित्य होइन हजुर त्यसको तिमीले देखेर भन्ने हो त्यो मन्त्रार्थ सफल सन्तु लाज मान्छ